चिनाइदिनु भयो मेरो अग्रज अगुवा द्वय प्रकाश सर हजुर सुशीला नामको सम्पूर्ण फ्यामिलीलाई एक पुस्तमा शिर झुकाएर नमस्कार भन्न चाहन्छु। परमात्मालाई धन्यवाद होस् येशू मसीहको नाउँमा। त त्यसै गरी यसै शाखाको प्रमुख सर हजुरलाई पनि उच्च सम्मान शिर झुकाएर नमस्कार। त यसै शाखामा रहनुहुने सम्पूर्ण लिडर सर हजुरहरू, लिडर म्याम हजुरहरू, वाद्यवादनमा रहनुहुने सर हजुरहरू र आत्माको भोजन लिन आउनुहुने हजुर सबैमा एकमुष्टमा शिर झुकाएर नमस्कार भन्न चाहन्छु। परमात्मालाई धन्यवाद येशू मसीहको नाउँमा। अझै जोरदारले ताली बजाउनु। हामीले दिने भनेको परमात्मालाई हृदयबाट धन्यवाद र ताली हो। परमात्माले भन्नुभएको छ संसारको कुनै पनि बलिसँग म प्रसन्न हुने छैन। त जब तिमीले हृदयबाट धन्यवाद गर्छौ, अन्तर हृदयबाट मलाई पुकार गर्छौ, तब मैले सारा हृदय खोल्नेहरूलाई सारा आशिष पनि खोलेर दिइसक्छु। धन्यवाद गर पाइसक्यो, हामीले पाइसक्यो। यो आत्मालाई जमिन बनाउनु। एक समयमा गुरुले दृष्टान्तबाट भिडलाई बताउनु भएको थियो नि कि भिडले त के जानेको थिएन, तर गुरु केसँग बोल्नुभयो? दृष्टान्तसँग भिडसँग बोल्नु भयो। एकजना मानिस बिउ छर्न निस्क्यो। उसले बिउ छर्यो। कोही बिउ बाटोमा पर्यो, कोही बिउ झाडीमा पर्यो, कोही बिउ मलिलो जमिनमा पर्यो। बाटोमा पर्ने बिउ यसो घाम लागेको थियो, पानी आएको थियो, त्यो जरा नभएकोले लत्रियो, जरैसुत उक्लियो। झाडीमा परेको बिउ ओसेनले खाइदियो, त्यही मर्यो। तर असल जमिनमा परेको बिउले के गरे त 30 गुणा 60 गुणा 100 गुणा फल लाग्ने बनायो। ताजु त्यो बिउ भनेको के त? स्वर्गको वचन, परमेश्वरको वचन। हृदय के हो त? जमिन हो। यो बुझ्नु है, यो हृदय जमिन हो। यो हृदय जमिनलाई जब मलिलो बनाउँछौँ त स्वर्गीय वचन बिउ आउँछ नि, तब टपक्क टिपेर हृदयमा राखिहाल्नु, तब 30 गुणा 60 गुणा 100 गुणा पिताजीले फल लगाइसक्नु। धन्यवाद पिता, भइसक्यो। यो हृदयमा रोप्नुहोस्। यो जमिन हो। यसमा जस्तो कुरा पनि अड्छ हैन। जति ठुलो बनाउँछौँ त्यति धेरै स्वर्गीय बिउहरू पिताले दिनुहुन्छ। अनि जति रोप्छौँ त्यति फलहरू फलाउँदै आफू पनि खाने, अरूलाई पनि बाँड्ने पिताजीले बनाउनुहुन्छ। त्यस्तो आज महिमा गरेका छौँ। त्यसैले आनन्द गर्नु, मस्त रहनु, गनगनले पितालाई पुकार्ने होइन, सधैँ धन्यवाद दिएर पिता पाएको कुरालाई खुसी भएर यो पनि हजुरले दिनुभएको, त्यो पनि हजुरले दिनुभएको, यत्रो कुरा दिनुभयो भने बाँकी कुरा दिनुहुन्न र? पाइसके पिता, भइसके पिता, धन्यवाद गर्दै जाने तब परमात्माले वाक्यमा हाम्रो जीवन रहरलाग्दो बनाउनुहुन्छ। रहरलाग्दो हरियाली खोलामा रोपेको बिरुवालाई हेर्नुहोस्, जब त्यसको सम्बन्ध खोलाको किनारको पानीसँग रहन्छ नि, तब त्यो दिनानुदिन हरियाली भइरहेको हुन्छ। जब त्यो डाँडा काँडामा रहेका ती बिरुवालाई हेर्नुहोस् र खोलामा रहेको बिरुवालाई हेर्नुहोस्, पानीसँग, मलसँग, जमिनसँग, माटोसँग रहेको बिरुवालाई हेर्नुहोस् र बन्जर भूमिमा रहेको बिरुवालाई हेर्नुहोस्, कति फरक छ। हिजोको जीवन हाम्रो त्यस्तै थियो। बन्जर भूमिमा रोपेको बिरुवा जस्तो थियो। न त्यसले मल पाएको थियो, न त्यसले जल पाएको थियो, त त्यही मरेको थियो। आशा मरेको थियो, जीवन सुकेको थियो, हरेक खुसीहरू लुटेको थियो, ऋणमा गालेको थियो, सबै कुराले दबाएको थियो, थिचेको थियो।
जुन दिन यो आत्मा पिताजीसँग कनेक्सनमा रह्यो, जसरी त्यो खोलाको किनारमा रहेको बिरुवा दिनौ हरियाली थियो नि, त्यस्तै आज तपाईँ हामीलाई पनि हरियाली दिनदिनै पिताजीले बनाइराख्नु भएको छ। कहिले कस्तो मानिस छौँ, शरीरमा छौँ, संसारमा छौँ, त पिताले भन्नुभएको छ यो पृथ्वी दुष्टताको हातमा परेको छ, तर नघबराऊ, नडराऊ, साहस गर, उत्साहित बन, ढाडस गर, संसारलाई मैले जितेको छु, जितेको आत्मा तिमीलाई दिएको छु, जितेकोले तिमीलाई चुनेको छु, तिमीलाई बोलाएको छु। यो दुनियाँ उसको हातमा परे तापनि मेरो कृपा दृष्टि, मेरो हात, मेरो महिमा भने तिमी माथि परिरहेको छ। आनन्द गर, साहस गर, कहिले कस्तो प्रार्थनाको जवाब आएन चिन्ता नगर, कहिले कस्तो समस्याले डामाडोल देखायो चिन्ता नगर, त्यो समयमा पनि ममा रहिरह, ममा आनन्द गरिरह। तिमीलाई जसरी गुरुले भन्नुभएको छ कि शान्ति म तिमीहरूसँग छोडिराख्दछु, गुरुले भन्नुभएको छ ममा भएको शान्ति तिमीहरूलाई छोडिदिएको छु। हिजो कोही थियो शान्ति दिने, कोही हुनुहुन्थ्यो। मन जलेको थियो, मन डढेको थियो, हृदय विदारक भएको थियो, पिल्सिन्थ्यौँ, दुःखमा दलदलमा एकदमै तडपिएका थियौँ, तर शान्ति चैन भन्ने काहीँ थिएन। जुन दिन पिताजीको हात शिरमाथि पर्यो, जुन दिन येशूलाई प्रभु अर्थात् गुरु भनेर स्वीकार गर्यौं, मरेकाहरूबाट 3 दिनमा जीवित पार्नु भएको कुरा म विश्वास गर्छु पिता भनेर जब हृदयबाट विश्वास गर्यौं, त्यो दिनबाट पिताजीले उहाँको शान्ति हामीसँग दिनुभएको छ, हामीले पाएका छौँ। त्यसैले गुरुले भन्नुभएको छ शान्ति म तिमीहरूसँग छोड्दछु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिदिनँ। गुरुले भन्नुभएको छ संसारले दिएको जस्तो शान्ति होइन। ध्यान देऊ, संसारले दिएको जस्तो शान्ति, संसारको शान्ति के थियो? बेचैनको थियो, लुटिएको थियो, सब गिरेको थियो। यसो भयो भयो नराम्रो भयो भन्यो, एकछिनपछि सबै गिरेको थियो, सबै डामाडोल थियो, सबै संसार बेचैन थियो, सब कुरा थियो, तर हृदयमा शान्ति थियो। तर आज गुरुले पनि भन्नुभएको छ मैले त्यस्तो शान्ति दिएको छु जो संसारको होइन। त्यो संसारको छटपटिने शान्ति होइन, त्यो संसारको तडपिने शान्ति होइन, त्यो संसारमा बरालिने शान्ति होइन। मैले त त्यस्तो शान्ति दिएको छु जो पिताबाट आउने शान्ति, जो शान्तिमा तिमी सबै के गर्नेछौ? आनन्दित हुनेछौ। धन्यवाद पिता, पाइसक्यो भनेर ताली बजाएर ग्रहण गरिरहनु। पितालाई भन्नु मैले त्यस्तो शान्ति पाएको छु जो सधैँ हरियाली, जो सधैँ हरभर। एकैछिन हालत आउँछ जीवनमा, हालत नआए, समस्या नआए हामी बढ्न पनि सकिँदैन, आउनुपर्छ। हालतै आएन भने त ईश्वरसँग अन्य भाषामा कुरै गरिँदैन, प्रार्थनै गरिँदैन। जब हालत आउँछ झन् नजिक हुन मन लाग्छ, झन् पिताजीसँग कुरा गर्न मन लाग्छ। जसरी अयुबलाई हालत आयो नि, अयुब त पहिला अरूको सुनेर विश्वास गर्नुभएको थियो, अयुबले अरूको देखेर विश्वास गर्नुभएको थियो। जब आफ्नो जीवनमा सारा समस्याले, सारा हालतले, खराबी दिनहरू सुरु भयो, तब 40 दिनपछि परमेश्वरसँग अयुबले भने हे परमेश्वर, हिजो त मैले सुनेको भरमा विश्वास गरेको थिएँ, अरूको देखेको भरमा विश्वास गरेको थिएँ भने आजको यो हालतले मैले साक्षात् तपाईलाई देख्न पाएको छु। साक्षात् तपाईको काम तपाईलाई देख्न पाएको छु। जब हालत आउँछ नि तब साक्षात् पिताको महिमा देख्न पाइन्छ। न आत्तिनु कोही पनि, न तडपिनु, न घबराउनु,
बेचैन नहुनु, त्यस्तो आत्मा पाएकै छैनौँ जो अशान्ति संसारको आत्मा पाएका छैनौँ। संसारको आत्मा त त्यति बेला गयो जति बेला हामीले रोमी 10:9 अंगीकार गर्यौं। ती संसारका आत्माहरू पिताजीले हटाइदिनु भयो। स्वयं कसको आत्मा दिनुभएको छ त? आफ्नो पुत्रको आत्मा दिनुभएको छ। अब पुत्रकै आत्मा पाएका छौँ भने अलिअलि समस्या, अलिअलि झैझगडा, अलिअलि जीवनको बेचैन, अलिअलि जीवनका कठिनाइहरू के परमेश्वरले राख्नुहुन्छ र? यसमा समस्या हट भन्ने अगाडि बढ्दै जानु। तब परमेश्वरले दिनअनुदिन जब जब जीवनमा हालत आउँछ नि, खुसी हुनुहोस्, भुर्कुसु मार्नुहोस्। कसैले तपाईलाई तुच्छ बनाउँछ, केहीले तपाईलाई थिच्छ भने सोच्नुहोस्, किनकि परमेश्वरले तपाईलाई कुनै रीतिले छोड्नुहुन्न, त्याग्नुहुन्न। परमेश्वरले त्यो हालतमा बोक्नु भएको हुन्छ, त्यो समस्यामा बोक्नु भएको हुन्छ। जसरी बच्चालाई बाटोमा डोराउँदै जाँदा अप्ठ्यारो बाटो आयो भने हिँड हिँड तिमी सक्छौ भन्छौ र? जुरुक्क भुइँमा बोकेर हिँड्छौँ हामी। संसारको बुवा आमामा त त्यति बुद्धि छ भने के स्वर्गको पिताले त्यस्तो समस्यामा हिँड हिँड भन्नुहुन्छ र? भन्नुहुन्न। मेरो बच्चा, ममा पुकार गर, ममा आनन्द गर, सबै कुरा ममा प्रार्थना गरेर छोडिदेऊ। ठिक ठिक समयमा तिम्रै आँखा अगाडि मैले जवाब दिन्छु। धन्यवाद पिता, पाइसके, ताली बजाएर पाएँ पिता। छुटमुट भएका गवाईहरू मैले पाइसके पिता, भइसके पिता, होइन? तब भन्नुभएको छ, शान्ति म तिमीहरूसँग छोडिराख्दछु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिए जस्तो म तिमीहरूलाई दिदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। तिमीहरूको हृदय व्याकुल नहोस्, भयभीत नहोस्। कहिले कस्तो समस्या आयो सर्लक्कै ढलिहाल्छ। किन भन्दा वचनको जरा नगढेको कारणले, वचनलाई हृदयमा राख्न नसकेको कारणले। जब वचनलाई थामेर राख्छौँ, जब वचनलाई हुर्किन दिन्छौँ, बढ्न दिन्छौँ, वचनबाट, मुखबाट पनि हामी वचनले नै पुकार गर्छौँ, तब त्यो समस्या तपाईकै मुखबाट निस्केको वचनले नै नष्ट बनाइदिनुहुन्छ। परमात्माले बनाइदिनुहुन्छ, परमात्माले। त्यसैले बढ्दै जाऊ, भयभीत नहुँ, कुनै कुरामा पनि चिन्तित नहुँ, सब कुरामा आनन्द गर। अहिले भएन चिन्ता नगर, समय छ, रोप्नेको पनि समय छ, उखाल्नेको पनि समय छ, हाँस्ने पनि समय छ, रुने पनि समय छ, सब कुराको समय छ। समय नभएको भए मैले तिमीलाई बोलाउने नै थिएँ। सब कुराको समय छ। तिमी आनन्द गर, तिमी धैर्य गर, धैर्यलाई धारणा गर, कि हमेशा तिम्रो मुखबाट वचनलाई घोषणा गर। सबै कुरा मरेकोलाई पनि जीवित बनाउने म परमेश्वर तिमीसँगै छु। आनन्द गर। त्यसैले भन्नुहुन्छ परमात्मा, होइन? साँचो दागको बोट म हुँ। अघि गुरुले भन्नुभयो, म तिमीहरूलाई शान्ति छोड्दछु, शान्ति दिन्छु, होइन? गुरुले के गर्नुभयो? उहाँको शान्ति हामीलाई छोड्नुभयो भने अहिले परमेश्वरले के भन्नुहुन्छ? साँचो दागको बोट म हुँ र मेरो पिता किसान हुनुहुन्छ। ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छोड्नुहुन्छ र छाट्नुहुन्छ र फल फलाउने हरेक हाँगाहरूलाई झन बढी फल फलोस् भनी उहाँले छिवाल्नुहुन्छ। दागको बोट हाम्रो पिताको हुनुहुँदैछ, किसान, बढाउने, हुर्काउने, कति बेला फुलाउने, फलाउने परमेश्वरले जान्नुहुन्छ। हामी मानिस हौँ र त, मकैलाई हेर्नुहोस् त, बाक्लो भयो भने छाडिदिन्छौँ। तब त्यो बाक्लोलाई उखालेर छाटेर राख्यौँ भने त्यो जमिनमा रहेको बोटको हाँगा कत्रो हुन्छ, झन् मोटा मोटा भएर आएको हुन्छ, अनि घुगा पनि दरिलो लगाएको हुन्छ। त्यस्तै
आज तपाईँ हामीलाई पनि जति वचनमा बढ्दै जान्छौँ, पिताको नजिक बढ्दै जान्छौँ, पिताको भय मान्दै जान्छौँ, तब ती समस्याहरूलाई पिताले छाड्दै छाड्दै जानुहुन्छ। समस्यालाई पैताला मुनिको धुलो बनाउनुहुन्छ परमात्मा स्वयं आफैले। तपाईँ हामीले के गर्नै पर्दैन। यति सजिलो छ। वचन बुझ्यो भने, पिताको आत्मालाई बुझ्यो भने यति सजिलो छ, के गर्नै पर्दैन। आनन्द गर्दै पुग्छ। जति आनन्द गर्नुहुन्छ नि त्यति तपाईको नजिक आशिष पनि तपाईलाई खोज्दै आएको हुन्छ। आशिष पनि गुनगुन गर्नुहुन्छ, शैतानले काम गर्छ हैन। शैतान पनि त यत्रो संसार उसले अन्धकार बनाएर बसेको, उ त 24 मा 25 घण्टा ड्युटी गरिराख्छ। त्यसैले वचनमा ध्यान दिनु भन्नुको कारण के हो भने शैतानले सबसे पहिला उनलाई थाहा छ परमेश्वरको वचन जीवित छ। परमेश्वरको वचन मनुष्यको हृदयमा रोपियो भने फल फलाउँछ, ऊ हरियाली हुन्छ भन्ने उनलाई थाहा छ। त्यसैले कहिले कस्तो वचन त सुन्नुहुन्छ, एउटा कानले उडाइदिनुहुन्छ भनेको सुन्नु त सुन्नुभयो, शैतानले के गरिदियो, चोर्दियो अनि हृदयमा रोपिएन। नरोपिएपछि के भयो त, जस्ताको तस्तै जीवन रह्यो। त्यसैले परमेश्वर भन्नुहुन्छ जागा रहु, सचेत रहु, बिहा बलस ढोकामै कुरिरहेको छ। कति बेला तिमीले मन कमजोर गराउला र, गर्जने सिंह चाहिँ खाइहालौन भनेर कुरेको छ। त्यसैले के गर, सचेत रहु, ध्यानले सुन, एउटा पनि वचन हृदयमा रोपिहाल। त्यो रोपेपछि के हुन्छ त, करोडौंको फसलहरू कटानी गर्न पाउँछ। त शैतान चाहन्छ हृदयको वचन चोर्न चाहन्छ अनि निन्द्रामा पार्ने, लुटुपुटु बनाइदिने, अनि सोचमा हानिदिने, गनगन गरिदिने, अनि भएन बोल्ने, अनि हुँदैन बोल्ने, कसैको कुरा आए पनि तुच्छ लाग्ने, कसैको कुरा आए पनि मन दुखिहाल्ने, कसैबाट के आइहाल्यो भने पनि मन गिरे जस्तो हुने। किन भन्दा शैतानले वचन चोर्दिएको कारण। बुझ्नुभयो? त जब हामी पिताजीसँग नजिक रहन्छौँ, पिताको वचनलाई ध्यानमा दिन्छौँ, प्रत्येक वचन मेरो लागि हो पिता, मेरा लागि कहाँ निर्माण गर्नुपर्ने छ, मेरो भित्र के बिग्रेको छ, यस वचनद्वारा निर्माण भइसक्यो पिता। परिवारको सम्बन्ध निर्माण गर्नुपर्ने, गर्भमा बच्चा खाने त्यो शैतानलाई हटाएर गर्भको पाठेघरलाई निर्माण गर्नुपर्ने हो कि, छोराछोरीको सम्बन्ध बिग्रेर बेचैन भएर आत्मा व्याकुल भएको आत्मालाई निर्माण गर्नुपर्ने हो कि, परमात्मा जान्नुहुन्छ। जब वचन आयो हृदयमा टपक्क राख्नुहुन्छ, मेरा बिग्रेका सारा समस्यालाई निर्माण गरिसक्यो पिताजी। तब मुखले बोल्नुहुन्छ, वचन रोपियो अनि मुखबाट भएको बोल्नुहुन्छ। तब तपाईले भारी बोकेर हिँड्नु पर्दैन, सोच लगाइरहनु पर्दैन, बोलिरहनु पर्दैन। टपक्क रोपियो, भइसक्यो पिता, पाइसक्यो पिता, आइसक्यो पिता, बोलेको बोलै गर्नुहुन्छ। तब आँखो अगाडि गवाई बुझ्नुभयो? अनि आज हामी बुधबारको बसाइमा छौँ। कति कुराहरू हामी व्यवहारिक कुरा पनि सिक्नुपर्छ। तपाईलाई झन्झन समस्याले गाल्यो, सच्चैमा झुड्दा वचन खाँदा बिउ रोप्दा अन्य भाषा गर्दा पनि तपाईलाई झन् थिचेको छ भने सोच्नुहोस्, झन् स्वर्गबाट तपाईमाथि आशिष झरी झै आइसक्यो। त्यो जति नजिक आउँछ त्यति बेला गरेको हुन्छ, थिचेको हुन्छ। त्यति बेला मन कमजोर नगर्नु, उसलाई थाहा छ नि त, सङ्लो हातमा आइसक्यो, हातमा आउँदासम्म पनि उसले गिराउन चाहन्छ। त्यति बेला पनि मनलाई दरिलो बनाउनु। मेरो पिताले सङ्लो आशिष मेरै हातमा ल्याउँदै हुनुहुन्छ। यो समस्यामा म मन गडबड गर्दिन। धन्यवाद, मैले पाइसकेँ पिता, भइसक्यो पिता।
यसमा समस्या जा भन्नु हकार्नु तब नि त्यो गिरेको बेलामा अब सिद्धियो लत्रियो गयो भनेको बेलामा टपक्क टिपेर पिताले गवाई दिनुहुन्छ। बुझ्नुभयो? जति झन बढ्नुहुन्छ नि त्यति थिचेको जस्तो हुन्छ भने सोच्नुहोस् तपाईको नजिक आशिष आइसकेको छ, स्वर्गबाट आशिष आइसकेको छ। बुझ्नुभयो? त्यति बेला मनलाई गिराउँदै नगिराउनु, गिराउँदै नगिराउनु, किनकि समस्या भन्दा ठुलो महिमा हुन्छ, जहिले नि महिमा हुन्छ। समस्या देख्दा पहाड जस्तो लाग्छ, ठुलो लाग्छ, तर त्यो समस्यालाई येशूको नाममा हट भनेपछि धुलो हुन्छ अनि समाधान भने ठुलो बनाइदिनुहुन्छ। त्यसको कति गुणा आशिष, कति गुणा आशिष। त्यसैले ठुलो हालत आयो के गर्ने, कसलाई भन्ने, कहाँ गर भन्ने नै। हाम्रो पिता किसान हुनुहुन्छ, के राख्नुपर्छ, के छाट्नुपर्छ, के बढाउनु पर्छ, के उखाल्नु पर्छ उहाँलाई थाहा छ। जब वचन खानुहुन्छ धैर्य गर्नु, आनन्द गर्नु। संसारले भएन हुँदैन भनेर कसैले कुरा सुनाउँछ भने त्यति बेला सोच्नु शैतानले बोलिहालेको, यो खाइहाल्छ भनेर पस्केको। बुझ्नु, जसरी गुरुलाई पनि त 40 दिनसम्म उपवास बसेर पिताजीसँग कुरा गर्दासम्म 40 दिनसम्म भोक नलागेको, 40 दिनबाट उठेर बाहिर आउँदा कति छिटो उसले देखिसकेको। तब भन्यो शैतानले, परमेश्वरको पुत्र तपाईँ त, तपाईँले त जे बोले त्यही हुन्छ। बेसरी भोकाउनु भएको छ बिचारा, भोक लागेको छ हजुरलाई, कति मिठो गरेर यो ढुङ्गालाई रोटी भन्नुस् न, रोटी बनिहाल्छ नि। तपाईँलाई नि हेर्नुहोस् त, हस्पिटल गएर नि नभएको, हेर्नुहोस् त सच्चाइ गर नि नभएको, होइन कमजोरको कुरा कि यत्रो वर्षसम्म वचन खाँदा नि नभएको। तपाईँको जीवन स्तर के बढेको छ र? बरु हिँड्नु न फलानु ठाउँमा, बरु हिँड्नु न तिलानु ठाउँमा, नहुने कुरातिर लगाइदिन्छ। तब गुरुले परख्ने आत्मा गुरुसँग, आज त्यही आत्मा तपाईँ हामीले पाएको होइन र? पाएको होइन र? गुरुले परखिहाल्नु भयो। म 40 दिनसम्म भोको बस्दा मलाई भोक लाग्यो, अहिले यसो बाहिर के आएको त्यो मिठो गरेर ढुङ्गालाई रोटी भन्छ। त मानिस रोटीले मात्र होइन, परमेश्वरको वचनले जीवित हुन्छ। तपाईँ यो समस्यादेखि डराउनु पिता, यो त तपाईँमा सम्भव छ। म कहिले कस्तो प्र्याक्टिकल गर्छु हरेक कुराको, यति प्र्याक्टिकल वचन त दिनदिनै खाएका छौँ क्या हामीले, अब धेरै प्र्याक्टिकल गर्ने हो। वचन आयो यहीँ थुपारेर काम छैन, वचन आयो आउने साथ प्र्याक्टिकल। त सुकेका हाडहरूको वचन हामीले सुनेको सुनेछ कि छैन? सुनिराखेका छौँ। एजिकियललाई आत्माद्वारा डोराएर लानुभयो, तब सोध्नुभयो मानिसको छोरा के यो सुकेको हड्डी जीवित हुन्छ भने तिमीलाई विश्वास छ? इजिकियल पनि त मानिस थिए नि, होइन र? इजिकियल त अझ के थिए? दासीको आत्मा थियो। तर आज त तपाईँ हामी त पुत्रकै आत्मा, दासीको आत्मा पाएकालाई त परमेश्वरले सोध्नुभयो, परमप्रभु परमेश्वर यो त तपाईँमा मात्रै सम्भव छ। सम्भव छ भने पिता आफैले वचन दिनुभयो, अगमबाडी गरेर हेर, बोल त सुकेको हाडलाई जीवित होस् भनेर बोल, अगमबाडी गर। मासु दिन्छु, नसा दिन्छु, छालाले बेरिदिन्छु। तब इजिकियलले टपक्क वचनलाई पक्रिहाल्नु भयो, प्र्याक्टिकल गरिहाल्नु भयो। यो सुकेका हाड हो, परमेश्वरको वचन सुन। दासीको आत्मा पाएकाले परमेश्वरको वचन आउने बित्तिकै प्र्याक्टिकल गरिहाल्नु भयो। तब एक अर्कामा जोडिन लाग्यो। तब परमेश्वरले के दिनुभयो? मासु दिनुभयो, नसा दिनुभयो, छालाले बेरिदिनु भयो, फेरि सिकाउनु भयो, सब कुरा भयो। तर सास भने त्यसमा छैन। ल सासलाई पनि के गर? अगमबाडी गर।
सासलाई त अगमबाडी गरेर आउने रहेछ भने तब इजिकियलले के गरे? हे सास, यी चारै दिशाबाट यी मरिएकाहरूमाथि फुकिदे। बोल्नुभयो, तब एउटा सेना नै के भयो? तैनात भयो, खडा भयो, जीवित भयो। कहिलेदेखि सुकेका हाडहरू, हड्डीहरूलाई त परमेश्वरले दासीको आत्मा भएकोबाट त जीवित बनाउनु भयो भने आज त मैले पुत्रकै आत्मा पाएको छु, सब कुरा जीवित भयो पिता। जब बोल्दै जानुहुन्छ तब मरेका सुकेका स्रोतहरू, मरेका आशाका स्रोतहरू, मरेका जीवनका सोचहरूलाई जब अगमबाडी गरिन्छ तब पिताले जीवित बनाइसक्नु। यो मुक्तिको लागि दिनुभएको, यो खानालाई मात्रै हो र? यो मुख खानालाई मात्रै दिनुभएको र? सही कुरालाई बोल्नको लागि। हिजोसम्म हामीले के गरेका थियौँ? गलत कुरा बोलेका थियौँ, गलत अंगीकार गरेका थियौँ, गलत भएको थियो। तर जुन दिन पिताको